नमस्कार, म राज तामाङ अनि हजुरहरूलाई आजको नयाँ अपडेट हामी दिन लागिरहेछ खरसाङ बजारको है। र विशेष गरेर हजुरहरूलाई जनाइदिउँ कि आज लकडाउनको सेकेन्ड दिन हो है। र सेकेन्ड दिनमा पनि खरसाङमा जो छ एकदम लकडाउनको पालन गरिरहेको छ है। र विशेष गरेर खरसाङमा भिड लाग्ने जग्गा भनेको ग्यास दोकान हो। र ग्यास दोकानले पनि आज जो छ जो सोसियल डिस्टेन्सको धेरै नै उहाँहरूले ख्याल राखेको छ र सोसियल डिस्टेन्सको मुताबिक नै उहाँहरूले सिलिन्डरहरू बाँड्दै गरेको हामीले देख्यौँ है। र अन्य दोकानहरूमा पनि एकदम दोकानको बाहिर मार्क गरेको छ उहाँहरूले, 1-1 मिटरको दूरीमा मार्किङ गरेको छ। र उहाँहरूले पनि सोसियल जो डिस्टेन्सलाई जसो मेन्टेन गरेर उहाँहरूले रासिन दिने भन्ने उहाँहरूले भनेको छ है। र विशेष गरेर हजुरहरूलाई जनाइदिउँ कि रासिन दोकानमा जो छ रासिनको कुनै कमी छैन है। सब्जी दोकान पनि हामीले हजुरहरूलाई देखाइदिउँ, हाट बजारको पनि हामी देखाउँदैछौँ है। हाट बजारमा पनि सब्जीको कुनै कमी छैन, सब्जी दोकान खुल्लै छ, सब्जी दोकानहरू पाइ नै रहेको छ, सब्जीहरू पाइ नै रहेको छ। र विशेष गरेर हजुरहरूलाई नयाँ जानकारी के दिउँ भनेदेखि खरसाङमा जो छ हजुरहरूले यो भिडलाई अझै कम्ती गर्नुको लागि हजुरहरूले अझै एउटा नयाँ तरिका अप्नाउन सक्नुहुन्छ। जस्तै कि दोकानमा जो छ दोकानवाला हाम्रो पाहाडमा के छ भनेदेखि दोकान जो छ सबैको पर्मानेन्ट एउटा रासिन दोकान हुन्छ है। र रासिन दोकानको नम्बर त हजुरहरूसँग हुन्छै हुन्छ। र हजुरहरूले घरबाट हिँड्नुभन्दा पहिला जस्तो रासिन दोकानमा जो छ फोन गरेर या व्हाट्सएपमा आफ्नो सामानको लिस्ट पठाएर उहाँहरूलाई हजुरहरूले भन्नु पर्यो कि मेरो सामान यो प्याक गरेर राखिदिनुहोस्, म ल्याउन आउँछु, रेडी भएपछि मलाई कल गर्नुहोस् है। त्यो सब तपाईँहरूले गर्नुभयो भनेदेखि अति नै राम्रो हुनेछ। भिड बजारमा एकदमै लाग्ने छैन, जरुरतको मानिसहरू मात्रै देख्ने छ है। र यो तरिका एकदम राम्रो हो। र यो तरिका जो छ विशेष गरेर हामीलाई दोकानवालाले नै भनेको छ कि हामीलाई फोन गर्नु सक्छ, व्हाट्सएपमा के अरे सामानको लिस्टहरू पठाउन सक्छ, हामी सामान प्याक गरेपछि उहाँहरूलाई कल गर्छु भनेर उहाँहरूले पनि भन्नुभएको छ है। र दबाई दोकानहरू खुल्लै नै छ है। यसको ताजा अपडेट हजुरहरूलाई यस्तो प्रकारले नै हामी राख्दैछौँ कि आजको जो छ विशेष गरेर खरसाङमा यो लकडाउनको सेकेन्ड डे हो। सेकेन्ड डेमा पनि उहाँहरूले यति राम्रोसँगले खरसाङमा पालन गरिरहेको छ। खरसाङवासी भनौँ कि खरसाङवासीले एकदमै राम्रो पालन गरिरहेको छ। बजारमा एकदम भिड छैन है, भिड एकदमै छैन। जरुरत बिहान मर्निङ टाइमको सिर्फ एउटै जरुरत पर्छ, त्यो हो ग्यासको है। ग्यासको लागि भिड हुने चान्सेस ज्यादा हुन्छ। र यसलाई पनि उहाँहरूले आजदेखि यसको सोसियल डिस्टेन्सको मेन्टेन गरेर राखेको हामीले पायौँ। यो हजुरहरूलाई जानकारी राखिरहेको छ। र भाइ खरसाङको मेन दोकान नै हो यो रासिन दोकान है। यसमा रासिन पानीहरूको के कस्तो छ, केही कमीहरू त परेको छैन? होइन, रासिन पानी एभाइलेबल छ। हामीलाई एउटा टाइमिङ चाहिन्छ खोल्ने, किनभने मान्छे पुरा अतालिन्छ। हामीलाई एउटा टाइमिङ 3 घन्टा 4 घन्टाको टाइमिङ दियो भने हामीले अथोरिटीलाई भनेको छु, हामीलाई टाइमिङ दियो भने बहुत सुविस्ता हुन्छ हामीलाई काम गर्नु। रासिन पानीको स्केसिटी हुँदैन, अगाडि पनि स्केसिटी भयो भने उसको अल्टरनेटिभ पाउँछ। कुनै ब्रान्ड पर्टिकुलर ब्रान्ड पाउनु सक्दैन, तर त्यसको अल्टरनेटिभ पाउँछ। तर लङ टाइममा स्केसिटी हुन्छ जस्तो लागेको छैन। दामहरू पनि त्यस्तो डरलाग्दो बढ्छ भनेर त्यस्तो छैन। दोकानमा कतिको भिडहरू भइरहेको छ? जस्तै कि हिजोदेखिको लकडाउन एकदमै पुरा चलिरहेको छ है। र हिजो अनि आजको बिचमा जस्तो दोकानमा कतिको भिड चलिरहेको छ? हिजो मेरोमा बहुत फोन आएको थियो दोकान खोल्नुको लागि। अन्त मैले डरले दोकान खोलिनँ, किनभने मान्छेले प्यानिक गर्छ होला भनेर हिजो मैले डरले खोलिनँ दोकान हो। आज मैले दोकान खोलेको छु, तर बिहानदेखिको मैले हेर्दैछु मान्छेले हतार छ, मान्छेले अलिक छिटो गर्नु भन्छ। अन्त मैले बाहिर जसरी तपाईँ हेर्नुहोस्, बाहिर दोकान बाहिर मैले चकले मार्क गरिदिएको छु। अन्त त्यसमा मान्छेलाई लाइनमा उभिनु भनेको छु मैले। मान्छे त्यसमा फलो गर्यो भने बहुत सुविस्ता हुन्छ। हामीलाई सुविस्ता, मान्छेलाई सुविस्ता, बिमारी फैलिँदैन। डिस्टेन्स मेन्टेन गर्नु पर्यो। हजुर, डिस्टेन्स मेन्टेन गर्नु पर्यो। हुन्छ, धन्यवाद भाइ। यो दोकानवालाले यसरी सोसियल डिस्टेन्स मेन्टेन गरेको छ है। यो कस्तो लागिरहेको छ? एकदमै राम्रो हो। यो त अब जनचेतना है। अब यो त प्रधानमन्त्री नरेन्द्र मोदीले नै
यो अलाउ फेरि लकडाउनको अस्ति कति 25देखि 14 तारिकसम्म होइन एप्रिलसम्म गरेको चाहिँ एकदमै देशको लागि चाहिँ राम्रो, जनताको हितको लागि पनि राम्रो। यो सोसियल डिस्टेन्स जस्तो प्रकारले रासिन दोकानहरूले पनि गरिरहेको छ है, र हरेक जग्गामा नै अहिले खरसाङमा भनौँ भनेदेखि सबै जग्गामा नै सोसियल डिस्टेन्सको एकदमै ज्यादा उयो भइरहेको छ है, गरिरहेको छ, पब्लिकले पनि मानिरहेको छ। र हजुरले आफ्नो तर्फबाट के सन्देश दिन चाहनुहुन्छ? म त त्यही भन्न चाहन्छु होइन, प्रायः अब जरुरी काम लिएर मात्रै निस्किनु, बजारहरू पनि आउँदाखेरि होइन इम्पोर्टेन्ट चाहिएको चिजहरू हावामा थियो त्यसै घुम्नुको लागि मात्रै चाहिँ नआइदिनु, पब्लिकलाई चाहिँ यही मेरोबाट सन्देश छ। हुन्छ, धन्यवाद हुन्छ। र है हजुरले यो कोरोना भाइरसको प्रकोपमा तपाईँ एउटा पसलको मालिक हुनुहुन्छ है, र यो पसलको मालिकले आफ्नो तरिकाले तपाईँले आफ्नो तरिकाले कस्तो प्रकारले दिनुहुन्छ, यहाँ कि भिड पनि नलागोस् है र रासिन पनि मान्छेको घरमा पुगोस्, कस्तो प्रकारले गर्नुहुन्छ? हामीले चाहिँ अहिले यो कोरोना मेरो काउन्टर यसरी थियो होइन, हजुर मैले काउन्टर यसरी राम्रो पाराले बनाएँ। कस्टमर चाहिँ यहाँनिर एकजना आओस्, घरबाट स्लिप बनाएर आओस्, हजुर आफ्नो टेलिफोन नम्बर त्यहाँ दिइहालोस्, हजुर स्लिप हामीलाई टेलिफोन नम्बर र स्लिप हामीलाई दियो भने चाहिँ हामीले सौदा चाहिँ प्याकिङ गरेर चाहिँ उहाँ दोकानबाट निस्किहाल्छ स्लिप दिएर। हजुर स्लिप दिएर निस्किँदाखेरि चाहिँ हामीले प्याकिङ गरेर उहाँको टेलिफोन नम्बर गरिदिन्छु, उहाँले प्याकिङ गरेर आयो, हिसाब सोध्यो, पैसा दियो, सौदा उठाएर आफ्नो लगिहाल्यो। त्यसरी के हुन्छ, भिड हुँदैन। हजुर आफूले पनि हामीले यहाँ काम गर्नु पनि सुविधा हुन्छ। आफ्नो डिस्टेन्स राखेर काम गर्छु, पेक गर्छु, राखिदिन्छु, उसलाई फोन गर्छु, आउँछ टिपेर सपक्क लान्छ। हजुर त्यसरी गर्दाखेरि चाहिँ एउटा डिस्टेन्स पनि राम्रो हुन्छ, हजुर भिडभाड पनि हुँदैन। हजुर अब ग्यादरिङ एकैचोटि गरिदियो भने एक दुसरालाई टच गर्यो भने बिमारी फैलिएर जान्छ। हजुर र नमस्कार दर्शकवृन्द, हजुरहरूलाई फेरि हामी जनाइदिउँ कि हामी खरसाङको चारैतिर हामी घुमेर हजुरहरूलाई देखाउनेछौँ आजको हाल खबरहरू के कस्तो छ भनेर। हामी बाइकमा छौँ है, र अहिले हामी पहिलोपल्ट हामी एउटा यो मन्टिभिट जो रोड छ, एमडी रोड छ, त्यो एमडी रोडतिर लागिरहेको छ र एमडी रोडको गल्लीमा के कस्तो छ तपाईँहरूलाई देखाउन लागिरहेको छ। र दर्शकवृन्द, हामी अहिले यति बेला टुरिस्ट लजको छेउमा छौँ र विशेष गरेर हामी एमडी रोड घुमेर आएर हामी त्यो टुरिस्ट लजमा आइपुगिसकेको छौँ र हामीले हजुरहरूलाई देखायौँ कि यहाँनिर जो छ यो लकडाउनको कतिको मानिरहेको छ, पालन गरिरहेको छ यहाँको जनसाधारणले, त्यो हामीले देखायौँ। र हामी अगाडि अब यहाँबाट अगाडि हामी बजार साइडमा जानेछौँ र बजार साइडबाट हामी दाउल रोड पनि हामी जानेछौँ माथिसम्म है, र त्यहाँ कस्तो के कस्तो भइरहेको छ त्यो पनि हामी हजुरहरूको समक्ष हजुरहरूको अगाडि हामी राख्ने कोसिस गर्नेछौँ।
र हामी फाइनली यहाँ माथि दोकानडाँडा छेउतिर आइसकेको छौँ है। र विशेष गरेर हजुरहरूलाई हामीले यो कार्यक्रम किन गरेको भन्दाखेरि हजुरहरू घरमा बसी बसी बोर हुनुभएको होला है। र हजुरहरूलाई हामीले खरसाङको चारैतिरको दृश्यहरू हामी हजुरहरूको समक्ष राखिरहेको छौँ। अनि खास गरेर अहिले भारतभरि नै लकडाउनको है लकडाउन चलिरहेको छ। प्रधानमन्त्रीले जस्तो प्रकारले आदेश दियो त्यो आदेशहरू कतिको पालन गरिरहेको छ त हामी नागरिकहरूले है, त्यो चिजहरू हामीले पनि त्यो पनि देखाउन चाहेको। अनि प्लस जस्तो हजुरहरू घरमा बसी बसी बोर नहोस् भनेर हामीले चारैतिर घुमेर हामीले यो खरसाङको दृश्यहरू हजुरहरूको समक्ष राख्न लागिरहेको छौँ है। र यति बेला जो छ खरसाङमा जो छ फेरि यहाँबाट हजुरहरूलाई एउटा मेसेज दिन चाहन्छु। भर्खर जोडिने या भर्खर टिभी अन गरेर बस्नुहुने मानवहरूलाई हामी यो भन्न चाहन्छौँ कि खरसाङमा जो छ विशेष गरेर सोसियल डिस्टेन्सको ज्यादा मेन्टेन भइरहेको देख्यौँ हामीले है। र रासिन पानीहरूको कुनै समस्या छैन, त्यो पनि हामीले हजुरहरूलाई देखाइसकेका छौँ है। अनि रासिन पानी यदि तपाईँहरूले घरबाटै पनि तपाईँहरूले आफ्नो आफ्नो दोकानमा फोन गरेर है हजुरहरूले पहिला नै फोन गरेर म आउँदैछु र मेरो रासिनको लिस्ट यो छ लिस्टलाई वाट्सएप गरेर मेरो रासिन भरेर रेडी गरेर राखिदिनु, म आउँछु ल्याउनुको लागि भन्यो भनेदेखि तपाईँहरूको रासिन पनि रेडी हुन्छ अनि दोकानमा भिड पनि हुँदैन है। त्यो आइडियाहरू पनि हजुरहरूले पाइसक्नु भएको छ है। र जसको दोकानको नम्बर छ जसकोमा दोकानको नम्बर छ उहाँहरूले वाट्सएप गरेर आफ्नो रासिनको लिस्ट पठाउन सक्नुहुन्छ। अनि बादमा घरबाट एकजना कोही व्यक्ति गएर त्यो रासिनलाई लिएर आउन सक्नुहुन्छ है। उहाँहरूले फोन गरेपछि तपाईँहरू जान सक्नुहुन्छ। अर्को कुरा के छ भनेदेखि खरसाङमा जो छ विशेष गरेर सबसे ज्यादा भिड हुने जग्गा ग्यास दोकान हो। ग्यास दोकानमा पनि आज हजुरहरूले देख्नुभयो होला कि सोसियल जो डिस्टेन्स जो छ मेन्टेन गरेको हामीले पायौँ। अनि रासिन दोकानहरूमा पनि है। र हजुरहरूको ठुलो भूमिका छ यो कोरोना भाइरससँग लड्ने है र यसलाई हराउने है। र सबैजनाले मिलेर नै यसलाई हराउन सक्नुपर्छ। यसलाई हराउनको लागि साधारण कुरो छ, कुनै हामीले टेप पड्काउनु पर्दैन, कुनै बन्दुक उठाउनु पर्दैन, हामी कुनै लडाइँमा जानु पर्दैन। हामीले सिर्फ यति मात्रै गर्ने हो कि सोसियल डिस्टेन्सलाई जसो मेन्टेन गर्ने हो र घरभित्र नै बस्ने। अनि घरभित्र बसेर आफ्नो घरको सेनिटाइजेसनहरू गर्यो है। अनि आज विशेष गरेर हजुरहरूलाई जानाइदिउँ कि गौरीशङ्कर टी गार्डन क्यासल्टन टी गार्डनले गाउँमा सेनिटाइज गर्दै गरेको हामीले देख्यौँ है। र यो एकदम सराहनीय कुरो हो। अन्य जग्गाहरूमा पनि अन्य टी गार्डनहरूमा अन्य बस्तीहरूमा पनि यस्तै प्रकारले पहल गरे भनेदेखि गाउँ स्वच्छ रहनेछ है। र गाउँ स्वच्छ रह्यो भनेदेखि कुनै प्रकारको बिमारहरू हुँदैन र बिमारहरू भएन भनेदेखि हामी त्यसै पनि हामी त्यो खुसी भइहाल्छौँ है। र आउनेवाला दिनमा फेरि हामी भेट्नेछौँ र फेरि हामी पहिलाको जस्तै प्रकारले बजारमा भेट्नेछौँ, कहीँ पनि भेट्नेछौँ। आज जो तपाईँहरू यो गाउँमा जो सेनिटाइजेसन गरिरहेछ है, यो कहाँबाट कसको तर्फबाट अनि कहिलेदेखि गर्नुभएको? हामीले सर्वप्रथम चाहिँ यो हाम्रो म्यानेजमेन्टबाट नै हाम्रो गौरी क्यासल्टन टी गार्डन म्यानेजरबाट हिजोबाट चाहिँ हामीले सुरु गरेँ। यो हरेक प्रत्येक गाउँमा गर्दैछ? यो चाहिँ हाम्रो तल्लो गाउँ र सेतो लाइन 5 दुरे भयो। आदि चाहिँ चौकी डाँडा गाउँ दुईवटा डाँडा। यो सेनिटाइजेसनको यो कुन कस्तो प्रकारको दबाईहरू छिर्किनु हुँदैछ तपाईँहरू? यो चाहिँ हाम्रो यो एउटा नयाँ हो, च्याम्पियन भन्ने आएको थियो, हामीले प्रथम युज गरेको हो। हजुर, तर राम्रो छैन। यो कीटाणुलाई चाहिँ मार्छ? कीटाणुलाई चाहिँ मार्छ, मतलब हामीलाई मान्छेलाई त्यस्तो त असर छैन। त्यो जम्सहरू चाहिँ अब प्राय मार्छ। ए हुन्छ, धन्यवाद। हुन्छ। हजुर बोल्दै कति छ? क्याप 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 भनेको बुझेन रहेछ। लगाउनुहोस् त दिदी। यो चाहिँ हामीलाई लगाउनु हुँदैन, लगाइहाल्नु होइन।
हामीले जति थियो त्यति हामीले लिएर आएको हामी अहिले बुढाबुढी मान्छेहरूलाई यताउति हामीले दिन्छौँ कि अब बुढा कोही बुढाहरूकोमा हुँदैन होइन अब हाम्रो आप्पा आमाहरू घरमा हुनुहुन्छ उनीहरू लगेर लगाइदिनु त्यसरी राखौँ भन्छ यता हान्छ नि मुनि सबैतिर हामी निलिनु किन अनि हाम्रो त अब ज्यानको माया त लाग्छ बोल्नु भन्नु फेरि त्यो स्टोकलाई राखिरहेर भोलिको दिनको पछाडि काम खोलेर हानेर पनि फाइदा तपाईँहरू पनि कसैको घरमा नजादिनुहोस् अनि कसैलाई पनि आफ्नो घरमा आउने निम्तो नदिनुहोस् है किनभनेदेखि कसकोमा के छ के थाहा लाग्दैन हुनसक्छ मेरोमा नै कुनै प्रकारको कोरोना भाइरसको संक्रमणहरू मेरोमा होस् है त्यो तपाईँलाई सर्नु पनि सक्छ या तपाईँकोबाट पनि मलाई सर्न सक्छ किनभने यो बिमारलाई जो छ हामी ल्याउनु जान्छौँ है त्यो बिमार उडेर आउने होइन हावामा उडेर आउँदैन त्यो हामी आफै जान्छौँ आफै गएर त्यो बिमारलाई लिएर आउँछौँ हामी त्यो ल्याउनु चाहिँ तपाईँहरू नजाइदिनुहोस् है यही नै मेरो सन्देश छ र अझै पनि हामी हजुरहरूलाई देखाउँछौँ नयाँ बजारको हालखबरहरू पनि देखाउँछौँ हामी र हामी यहाँबाट वापस जाँदैछौँ र फेरि यसको पश्चात जो छ हामी नयाँ बजारको गल्लीको पनि हामी देखाउँछौँ कि कतिको त्यहाँनिर यो सटडाउनको जो छ पालन भइरहेको छ भन्ने जानकारी हामी फेरि त्यहाँको पनि हामी दिनेछौँ हामी नयाँ बजारको एनडिएफ ग्राउन्डमा छौँ हामी है र हामी यहाँ आजको जो खरसाङको जो छ हालखबरहरू हामीले हजुरहरूलाई राखिसकेको छौँ है र विशेष गरेर आज यहाँबाट हजुरहरूलाई म के सन्देश दिन चाहन्छु भनेदेखि अब अझै 17-18 दिन छ है 17-18 दिनमा जो छ हजुरहरू घरमा बसेर है केही पनि गर्न सक्नुहुन्छ घरमै दुनियाँभरको कामहरू हामीले गर्न सक्छौँ है र विशेष गरेर म हाम्रो खास गरेर युवा भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भनेदेखि तपाईँहरू घरमै बसेर पनि एक एकवटा भिडियोहरू बनाउन सक्नुहुन्छ है र त्यो भिडियो जो छ हाम्रो एसटिभीको च्यानलमा पनि तपाईँहरूले पठाउन सक्नुहुन्छ हामी देखाइदिन्छौँ है कि तपाईँले कस्तो गर्नु भन्दैछ गीत गाउन सक्नुहुन्छ तपाईँले गीत जस्तै घरमा बसेर गिटार बजाएर गीत गाउन सक्नुहुन्छ त्यो मोबाइलले खिच्न सक्नुहुन्छ तपाईँले है र हाम्रो व्हाट्सएपमा तपाईँले त्यो भिडियोसलाई तपाईँले हामीलाई सेयर गरिदिनु भयो भने या हामीलाई पठाइदिनु भयो भनेदेखि त्यो भिडियो हामी अवश्य टेलिभिजनमा हामी चलाउनेछौँ र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9064877752 फेरि एकपल्ट सुन्नु होला 9064877752 यो नम्बरमा तपाईँहरूले हामीलाई व्हाट्सएप गर्नुभयो भने तपाईँहरूको जति पनि भिडियोहरू छ पठाउनुहुन्छ तपाईँहरूले हामी त्यो भिडियो एकदम देखाउनेछौँ मनोरञ्जन खालको भिडियोहरू हुनुपर्छ है तपाईँहरूले केही पनि गर्न सक्नुहुन्छ केही कसैलाई मेसेज पनि दिन सक्नुहुन्छ आफ्नो साथीहरूलाई पनि मेसेज दिन सक्नुहुन्छ हाम्रो टेलिभिजनको मार्फतबाट र हामी त्यो टेलिभिजनमा चलाइदिएको हुन्छ हामी है र तपाईँहरूले घरमा बसी बसी यो कार्यक्रमहरू पनि गर्न सक्नुहुनेछ भन्ने हामी यहाँबाट जानकारी राख्दै आजलाई बिदा दिनुहोस् म राज तामाङ अनि मेरो सहयोगी मनिष छेत्रीलाई बिदा दिनुहोस् हेर्दै गर्नुहोस् हाम्रो टेलिभिजन खरसाङ र आज तपाईँहरूले यो बजारभित्रमा तपाईँहरूले सेनिटाइजेसन गर्दैछ है यो कहिलेदेखिको र कस्तो प्रकारले गर्नुहुँदैछ त्यो अलिकति जानकारी दिनुहोस् आज जुन चाहिँ हामीले गर्दैछौँ यसमा चाहिँ हामीले सोडियम हाइपोक्लोराइड केमिकल भन्ने एउटा केमिकल जसले चाहिँ कीटनाशक हो प्लस यो भाइरसहरूको लागि एकदम इफेक्टिभ छ र नगरपालिका खरसाङमा जुन चाहिँ हाम्रो मेसिनहरू थियो 4-5 वटा त्यसले हामीले कन्टिन्यू गर्दै थियौँ र आज जिटिए अध्यक्ष श्रीमान अनित थापाज्यूले हामीलाई 12 वटा मेसिन यो स्प्रे मेसिन प्रदान गर्नुभयो र यसरी यो 30,000 लिटर यो केमिकल उहाँले दिनुभएको छ र आजै अगाडि हामीले आज मेसिन उहाँले अर्डर गरिदिनु भएको छ त्यो भएपछि हामी वार्ड वाइज
इन्डिभिजुअल सबै वार्डमै आफ्नै मेसिन हुन्छ, डेली नै गर्दैछौँ। र विशेष हामीले टाउनलाई ध्यान दिएको छौँ। टाउनमा चाहिँ तपाईँको हामी रेगुलर नै गर्दैछौँ र हामी जनतालाई यो नि अपिल गर्न चाहन्छौँ कि खरसाङमा चाहिँ सबैभन्दा ज्यादा भिडभाड मान्छे निक्लिँदैछ र उहाँलाई हामी अपिल गर्न चाहन्छौँ कि खरसाङको मान्छेहरू चाहिँ ज्यादा बाहिर ननिक्लिदियोस्। यो आफू नि बाँचौँ, हामीले अरूलाई नि बचाउनु पर्छ। हुन्छ, धन्यवाद।